हेलो सबैजनालाई र आज चाहिँ हामी सानो एउटा जाममा फसिरहेको छौँ मिरिकमै है। र आज हामी कहाँ गएको भन्दा चाहिँ दार्जिलिङ गइरहेको छौँ। र हामी दार्जिलिङ किन गएको भन्दा चाहिँ जज साहेबले चाहिँ हामीलाई सुन्तलाको अर्डर दिनुभएको थियो र आज घाम पनि निकै लागेको कारणले गर्दाखेरि चाहिँ है र म पनि चस्मा लाएर सबैजनालाई हल्का यस दिँदै है र आज हामी दार्जिलिङ गइरहेको छौँ। र जज साहेबले चाहिँ अस्ति दिनको हामीलाई सुन्तलाको अर्डर दिनुभएको थियो। आज चाहिँ हामी त्यो डेलिभरी गर्नुको लागि जाँदैछौँ र तपाईँहरूलाई बाटोको सानो भ्यू यो चाहिँ गोपालधारा है। तपाईँहरू पनि आएर यहाँनिर रिल्सहरू सर्ट लिनु सक्नुहुनेछ र त्यो देखाउँदै तपाईँहरूलाई चाहिँ अलिकति माथि हाम्रो नाखापानी यो चाहिँ नेपाल बोर्डर पर्छ है। उता भित्र जति पनि दोकान लाउने नेपालकोहरू पर्छ है। र यता चाहिँ हामी माने भन्ज्याङहरू देखाउँदै यो चाहिँ चित्रेहरू भयो, माने भन्ज्याङ भयो है, सबै यहाँबाट उकालो सन्दकपुरहरू र अहिले हामीलाई कोर्टभित्र चाहिँ अहिले हामीलाई एन्ट्री दिइसकेको छ। अरू गाडीहरूलाई चाहिँ दिँदैन एन्ट्री है। र हामीलाई चाहिँ जज साहेबले कल गर्नुभएको थियो कहीँ पुग्यो भनेर, त्यसैले चाहिँ हामीलाई चाहिँ भित्रै कोर्टभित्र गाडी हाल्ने मौका पायौँ हामीले है। र यहाँनिर चाहिँ हामी पार्किङ गर्दै आज हामी जज साहेबलाई सानो सुन्तला दिँदैको रिल्स निकालेर चाहिँ हामी मिरिकतिर आउनेछौँ। र आउँदा हामीले टोय ट्रेनको पनि हामीले भेट भइहाल्यो है। र त्यहाँको पनि सानो भिडियो गऱ्यौँ र अगाडि आउँदै गर्दा पाहाडहरूको यो लेप्चा जगतमाथि डाँडाको भ्यूहरू हामी भिडियो गर्दै है पर देख्दै गरेको चाहिँ दार्जिलिङहरू हो। तपाईँहरूलाई कस्तो लाग्यो एउटा कमेन्ट गरेर भन्नु। र तपाईँहरू पनि घुम्न आउनुहुन्छ भने यो नम्बर मैले तपाईँहरूलाई दिइरहेको छु, यसमा कल गरेर मसँग साइट सिन गर्न सक्नुहुनेछ।